नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई। म विवेक श्रेष्ठ र आज यस भिडियोमा म नेपालको केही कृषिको परिस्थितिको बारेमा कुरा गर्न जाँदैछु। नेपालमा आफैमा एक कृषि प्रधान देश हो र हाम्रो यस भूमिमा सबै किसिमका हामीलाई चाहिने सबै किसिमका फलफुल अनाजहरूदेखि लिएर तरकारीहरू सबै उत्पादन हुन्छ। तर बजारको अवस्था यस्तो रहिआएको छ कि नेपालमै फलेका अन्न अनाज कृषि उत्पादनहरू हामी नेपाली उपभोक्तालाई नै थाहा नहुँदाखेरि किसानले फलाएका अन्न अनाज तरकारीहरू सबै यतिकै सडेर जानुपर्ने अवस्था अथवा यतिकै तपाईँको चाहिँ बजार नपाउने अवस्था छ र उचित मूल्य किसानले नपाउँदाखेरि पनि किसानहरू अहिले कृषिमा एकदमै निरुत्साहित भएर अहिले युवाहरू पनि कृषिमा लाग्न नखोजेको जस्तो र आफूले उत्पादन गरेको तरकारी फलफुलको उचित मूल्यको बारेमा बजार ज्ञान थाहा नहुँदाखेरि कतिपय अवस्थामा कृषक दाजुभाइहरू चाहिँ ठगिनु परेको यस्तो विषम परिस्थितिमा अर्कोतिर उपभोक्तालाई पनि नेपाली उत्पादनहरूको बारेमा पर्याप्त ज्ञान नहुँदाखेरि उनीहरूले चाहिँ विषादी मिसाएकोदेखि लिएर महँगोमा चाहिँ तरकारी धान जौ अन्नहरू चाहिँ निर्यात गरिरहनु परेको अवस्था छ। अब अहिलेको परिस्थितिमा एक त कृषिको अर्थतन्त्र नै परनिर्भरमुखी रहनु परेको अवस्था छ भने अर्कोतिर उपभोक्ताले पनि स्वस्थ खानेकुराहरू चाहिँ नपाइरहेको र एकदमै भारी मूल्यमा चाहिँ बाहिरी देशहरूबाट निर्यात गरिरहनु परेको अवस्था छ। त यही परिस्थितिलाई ध्यानमा राखेर यस्तो कठिन परिस्थितिमा केही सुधार गर्न सकिन्छ कि भनेर म विवेक श्रेष्ठ र केही हामी नेपाली दाजुभाइहरूले तरकारी.com.np भन्ने एउटा कृषि एप्लिकेसन लन्च गरेका छौँ र एकदमै लेटेस्ट कटिङ एज क्लाउड टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स अन डाटा म्याचिङबाट हामीले एउटा यस्तो पोर्टल बनाएका छौँ कि कृषकहरूले पनि डाइरेक्ट लगइन गरेर आफ्नो उत्पादनहरू कति परिमाणमा कति मूल्यमा उपलब्ध गराउन सकिरहेका छन् भन्ने जानकारी दिन सक्छन् भने अर्कोतिर उपभोक्ताले पनि यस पोर्टलमा रजिस्टर गरेर लगइन गरेपछि चाहिँ आफूलाई चाहेको तरकारी अनाजहरू सस्तो मूल्यमा र कति नजिक चाहिँ उत्पादन भइरहेको छ यी सबै कुराहरू जानकारी पाएर ती उत्पादनहरू अर्डर गर्न सक्छन् र अब आफूले अर्डर गरेको फलफुल अनाजहरू अथवा तरकारी अनाजहरू आफ्नो स्थानसम्म ल्याउनको लागि रह्यो परिवहन अथवा ढुवानीको कुरा र यो ढुवानीको कुरामा चाहिँ तेस्रो पक्ष डाइरेक्ट परिवहन यानि कि यातायात ढुवानीकर्ताहरूले पनि डाइरेक्ट यसमा रजिस्टर लगइन गरेर आफूले यो रुटदेखि यो रुटसम्म चाहिँ यति गाडी भाडामा चाहिँ यी तरकारीहरू आफूले ढुवानी गर्न सक्छु भनेर पनि रजिस्टर गर्न सक्नेछ र यसरी हामीले यी तीन पक्ष अर्थतन्त्रका उत्पादक त्यसपछि उपभोक्ता र परिवहन साधन यानि कि ट्रान्सपोर्ट यी कुराहरूलाई पनि लगइन गर्न मिलेर एउटा इन्टिग्रेटेड पोर्टल बनाएका छौँ र हाम्रो यो बहुत मेहनतपूर्वक बनाइएको र एकदमै लेटेस्ट ब्याकएन्ड टेक्नोलोजी र क्लाउड टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स गरेको यो कुराले चाहिँ हामीले यहाँका पालिका र वडामा गएर पनि यो कुराहरू हामीले डेमोहरू गरिसक्यौँ र त्यहाँबाट हामीलाई एकदमै पोजिटिभ फिडब्याक मिलेको छ र यसमा यो सिस्टममा हामीले गरेको डिजाइनले साँच्चै नै कृषक दाजुभाइहरूलाई र साथै उपभोक्तालाई पनि एउटा सहज वातावरण बनाउनेछ भन्ने हाम्रो आशा र आत्मविश्वास छ। हजुरहरूले यसमा रजिस्टर लगइन गरेर आफ्नै एप सम्झेर यो कुरा प्रयोगमा ल्याउनुहोस् र धेरैभन्दा धेरै मारमा परेका कृषकदेखि लिएर उपभोक्ता दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो तरकारी.com.np को बारेमा थाहा दिनुहुनेछ भन्ने उच्च आशाका साथ यो भिडियो म अन्त गर्छु। हस्त नमस्कार।